उनी बोका नि अब छुट्टिने बेला आइसक्यो काफल चोर्न थालिसक्यो हामीले पसले बाजे बोलाइसक्यौँ आउने टुङ्गे छैन यसबारेमा हजुरले के भन्न चाहनुहुन्छ पिठ दुखिरहेछ वेलकम टु माई च्यानल आज पनि नयाँ भिडियोको साथमा हजुरहरूको सामु आइसकेँ म को हुँ मलाई थाहा छैन म एक्लै आएको छैन मसँग आएछन् उनी पनि उनीलाई त चिन्नै हुन्छ होला हाम्रो पुरानो मित्र रमाइलो मजाकिलो हिजो डाँडा गएर उनी एक्लै गएर फिल आइरहेको कस्तो फिल समथिङ 1 महिनापछि स्कुल नै 1 महिनापछि आइयो त अनि यो ठाउँमा नै जस बस्यो होइन 20-22 दिन समय जान्छ आउँछ उडेर जान्छ बसेर आउँछ भन्ने हामीले पहिले देखाएको थियौँ नि जुन यो लालीगुराँसहरू हो त्यही लालीगुराँसहरू अहिले चाहिँ झरिसकेछ के भयो त खै काफल नि पाकेन छन् यतातिर त हाम्रोतिर त काफल पनि पाकेर सकिन लागे यतातिर कहिले पाक्ने हुन् काफल नि फलेको रहेनछन् गाह्रो पो भयो त हामी चाहिँ अहिले यता तलतिरको पसलमा आएको है जङ्गलको बिचमा छ पसल पनि होइन जङ्गलको बिचको पसलमा आएको पसलमा मान्छे हुनुहुन्छ कि नै थाहा छैन मान्छे नभए नि आजले बस्ने चाहिँ यहीँनिर जस्तो लागिरहेछ बोलाउनु पर्ने हुन्छ घरतिरको बसाइ राम्रो भयो रमाइलो भयो ठिक छ त्यो रमाइलो हुनु पनि हुन्न होइन यस्तो मान्छे यस्ता छन् नि यस्ता बसाइ के रमाइलो होला खै त्यो त आशै छैन नि बसाइ यसरी ताल लागेको रहेछ होइन यत्रो ताल लागेको छ हामी त के भनेर खै म त अचम्मै छु कि अचम्म लागेछ हामीलाई अचम्म लागिदिएछ उनी त थाहै होला हजुरहरूलाई नि एटिट्युड बुवाए कराउ न हौ उनीलाई कराउन गाह्रो भइसकेको छ उनी आफू नि कराउन सकिरहेको छैनन् म कराउँछु भन्ने आशमा उनी बसिरहेछन् यसरी बसिरहेछन् बोलाउन कराउन हो साउजी भनेर ल अब साउजी कराउनु पर्छ त्यस पछाडि साउजी आउनुहुन्छ है सो गाइज हामीले पसले बाजे बोलाइसक्यौँ आउने टुङ्गे छैन यसबारेमा हजुरले के भन्न चाहनुहुन्छ उहाँले लोकल हान्नुहुन्छ गाइज अलि ब्रिक्स हान्नुपर्छ लोकलमा नि यो हान्ने रे यो त लोकल त होइन तर पनि उहाँले लोकलै भनिहाल्नु पऱ्यो त हामीले मानिदिइहाल्नु पर्छ ल तपाईँलाई अस्तिको भूकम्प आउँदा कस्तो लागिरहेको थियो त जनता जान्न चाहन्छन् उहाँलाई चाहिँ म ऋषि धमालाको स्टाइलमा उहाँको परिचय दिन चाहन्छु उहाँको नाम चाहिँ हो सन्दीप सुनाम हाम्रो पसले बाजे आइसक्नुभयो
उहाँलाई आउन कति ढिला भएको हो अलि छिटो आउनुपर्छ नि यार सन्दीपको पेट नै दुखिसक्यो रे होइन काफल पाकेको छैन नि यता हाम्रोतिर त पाकेर सकिन लाग्यो सो गाइज हामी निस्किसक्यौँ पसलदेखि बारी आउनु भएको थियो खायौँ के खायौँ त्यही खायौँ अनि यहाँदेखि यसरी सेन्ट डिग्रेमाईको कान्छो भाइ रे होइन भाइ हो कि बहिनी हो कि के हो नाम तिम्रो भन्ने बस्ने उनको अब उनको हातमा केले टोक्यो थाहा नै भएन गाई यदि कसैलाई थाहा छ भने भनिदिनुहोस् उनलाई टोकेको कसलाई थाहा हुन्छ आफैलाई थाहा छैन रे अनि मलाई सोधिरहेछन् उनी भनेको उनी हुन् म भनेको म हुँ अनि कसरी थाहा हुन्छ त अनि मलाई होइन कसले टोक्यो तिमीलाई मायाले बाँधेर राखन कसको मायाले टोक्यो मैले अर्कै सुने के सुन्यौ रे बाँधेर भन्यो कि बाजेर मैले त मायाले बाँधेर राखन भनेको तिमीले के सुनिदिरहेछौ मलाई के थाहा भएछ र म कहाँदेखि के भनिदिरहेछौ के गरिरहेछौ भन्ने कहाँदेखि सिके गाइज कसैले भनिदिनुहोस् गाइज त्यो फाल्ने तिमी त हौ हामीलाई के थाहा त त्यो फाल्ने तिमी त हौ हामीलाई के थाहा एउटा खतरा गीत बजाउन एउटा खतरा गीत बजाउनु पर्यो हुनु पर्यो नगरेन यार बजाउनलाई हुनु पर्यो बजाउँछु हेर्नु उनी यति सोझा मान्छे मेरो सङ्गतले बिग्रिसके यति सोझा मान्छे मेरो सङ्गतले बिग्रिसके चिलो कि के उडिरहेको छ चिलो कि के हो उडिरहेछ आकाशमा आकाश उनले यहाँ देखाएको छ पारेको पियालो छ रातो छ उपारी गइसक्यो कालो कालो छ त्यो होइन त्यही हो एउटा उसमा छ नि टिकटकमा मैले हामीले बोका बेचिसक्यौँ गाइज अब बोकाको कन्टेन्ट हुन्थ्यो अब कन्टेन्ट नि के को बनाउने गाइज भने जस्तै उनी बोका नि अब छुट्टिने बेला आइसक्यो उनको अब यही ठाउँमा त्यही माथिको होस्टेलमा 3 वर्ष त्यहाँ तलको उसमा 3 महिना गरेर उनले 3 वर्ष समथिङ माथि तल 3 महिना समथिङ कति दिन तल बसेर उनले बिताइसके 4 वर्ष समथिङ 3 महिना 4th इयर कम्प्युटर इन्जिनियरिङ 4th इयर नि कटाइसक्यो उनले होइन फाइनली कटाइसक्यो भन्नाले अब लास्ट इयर नै हो उनको उनी अब जान्छन् हाम्रो अब लास्ट इयर अब हाम्रो 3rd इयर चलिरहेछ क्या अरे लास्ट इयरमा पछाडि 4th इयर पछि हामी पनि अब यो ठाउँमा बस्ने भनेको 1 वर्ष मात्रै छ त्यस पछाडि यो ठाउँ यादमा मात्रै रहनेछ भन्ने म यहाँहरूमा राख्न चाहन्छु भनेर भन्छन् उनी
अब उनको र हाम्रो भेट पनि कहिले हुने हो थाहा छैन। अब धेरै वर्षपछि हुन्छ सायदै लाग्छ मलाई। होइन कार्तिकमा आउँछन् उनी। अब आयो भने ओजेटीको लागि त्यति बेला हुन्छ। त्यसपछि अर्को वर्ष त्यही तुलसीपुर घोराइतिर नै हुन्छ होला। दाङतिर झरेसी हुन्छ है। राम्रोसँग एसी दिनु राम्रोसँग इक्जाम दिनु। त्यहाँनिरले नै गराए हुन्छ उनको इक्जाम चाहिँ। आन्दोलन गरे अहिले शिक्षक आन्दोलनले गर्दाखेरि उनी तनावमा छन्। म त खुसी छु जहिले भए पनि पास भइने छैन। ह्यात्तेरी त्यस्तो नभए मलाई इक्जाम वैशाख 11 गतेदेखि हुने भनेको इक्जाम सिल हो कि वैशाख 11 गतेदेखि हुने भनेको इक्जाम कहिले हुने हो कसैलाई थाहा छ पनि भन्नु होला। होस्टेल आइपुग्यो होइन। अनि यहाँदेखि हाम्रो होस्टेलको के अरे टोइलेट। हाम्रो होस्टेलमा कतिजना विद्यार्थी छन् त जनता जान्न चाहने कुरा यही नै हो। अहिले हामी उनी कपडा धुवाइ चलिरहेछ। रूपलालले त्यहीमै मजा गरिरहेछन्। मजा आइरहेछ कपडा धुँदा। ओए पुच्छे के हे गाइस दिस इज द नेक्स्ट डे। यो चाहिँ हाम्रो स्कुलको अफिस। यहाँ तल चाहिँ निर्माण कार्य भइरहेको छ भवन। यता भवन छ। यता चाहिँ एकाउन्टको काम हुन्छ। अनि यतातिर यस्तै छ। यतातिर ढुङ्गाहरू यतिकै ढुङ्गा माटो मिसिएको बसिराखेको छ। यतातिर बालुवा। यतातिर कसरी आउनु भएको रहेछ। अहिले चाहिँ हामी जानुपर्छ पारि लामेला। यता सरस्वती माताको मन्दिर। यता पानी ट्याङ्की छ अलि उतातिर होइन। हाम्रो सन्दीप सुनाम चाहिँ अघि गइसके है। धेरै नै अघि बढिसके। उनी मलाई एक्लै छोडेर गए। आज आएर उनीले मेरो साथ छोडे। ठिक छ। उनी चाहिँ रिसाएर नि होइन मैले केही भनेको पनि थिइनँ। यतिकै एक्लै गएको छन्। हामी पनि हेरौँ उनीलाई। यो चाहिँ जेनरल 12 क्लास है। भित्रको अवस्था चाहिँ यस्तै छ। यता चाहिँ बोर्ड रहेछ। यहाँ चाहिँ के लेखेको छ वास्तविक के लेखेको छ। हामी चाहिँ पसल जाने भनेर आएको। यिनीहरूले मलाई छोडेर आए। उनको बारेमा 2-4 शब्द जाओस्। पक्कै पनि छ होला। अनि धोपी सल्लाह हामीले पढ्ने स्कुल चाहिँ यही नै हो।
होइन यता छेउको चाहिँ 9 क्लास, त्यहाँ 10, त्यहाँ 11, यो 11, यो चाहिँ 12 हो। माथि चाहिँ म पढ्नै गएर देखाउँछु। यहाँ क्लास 11 कक्षा 11 लेखे पनि यहाँ चाहिँ केमिस्ट्री ल्याब हो। यो चाहिँ यहाँभित्र देखाउनलाई चाहिँ अहिले अफ रहेछ, देखाउनु थाल्छ मात्र। अहिले चाहिँ यहाँ पानी परेर धुप्पीहरू नि राम्रै पलाएर रहेछन्, हरियो भएको छ। कति बेला त सुकिसकेको थियो। यो चाहिँ हार्डवेयर ल्याब भयो, हाम्रो हार्डवेयर ल्याब। यो चाहिँ क्लास 9। यो फिगर त अब हामीले भन्नै पर्दैन नि होइन, सबजनालाई थाहा भएकै कुरा हो। शान्तिको प्रतीक गौतम बुद्धको। अनि यता चाहिँ कम्प्युटर ल्याब। अहिले चाहिँ एकदमै शिक्षक आन्दोलनको कारण अफ नै छ, स्कुलहरू सब अफ नै छ। तर हामी होस्टेलमा घरदेखि आएको। यो चाहिँ 12 क्लास अर्थात् 4th इयर क्लास। यो हाम्रो देशको चिनारी, हजुरहरूलाई थाहा छँदैछ त। यो हाम्रो नेपालको झन्डा एकमात्र उहाँ नेपाल एकीकरण गर्ने व्यक्ति भनेर हामीले चिन्छौँ। यो चाहिँ 3rd इयर क्लास अर्थात् कक्षा 10। अनि यो चाहिँ एलान ट्युरिङको फिगर रहेछ। यता चाहिँ एलान ट्युरिङको बारेमा चाहिँ अहिले त्यति मलाई थाहा छैन। हजुरहरू कसैलाई थाहा छ होला सायदै, म त्यही आशा राख्छु अहिले। अनि हामी चाहिँ यो चाहिँ लाइब्रेरी, उनको काम तमाम भइसक्यो। सायद अनि यो साइन्स ल्याब उता त त्यही नै भइगयो। र अब हामी जान्छौँ कहाँ, हामी त अरूलाई चाहिँ यति नै देखाएँ स्कुलको बारेमा। केही अगाडि गएर भेट्छु। ओके बाई। उनले काफल चोर्न थालिसके। उनले चोर्न थालेको देखेर मेरो मन नै कस्तो भइदिएछ होइन। चोर्दा कस्तो मजा आउँदो रहेछ त भन त। हाम्रो दिदी आइसक्नुभयो। अगाडि मसँग रिसिएर जानुभएको थियो, भेट भएर आयो कि त्यत्तिकै आउनुभयो दिदी। हामी घुम्न हाम्रो भलकतिर पनि केही बोल्नुहोस् न दिदी। सो गाइस दिदीले मलाई तर्कायो। भाइको भलकमा राम्रोसँग बोल्न आउँदैन भनेर अलि राम्रोसँग कमेन्ट गर्नु। कमेडी उसले पनि चोर्न थालिसके गाइज। अगाडि सन्दीपले चोर्दै थियो, हेर्नु चोर्न लागि। खै के थियो घर जाम भन्ने अब फिक्स छैन। घर त एकदिन त जानुपर्छ। घर जानु भनेको हुन्छ। एक्जाम कहिले हुने भन्ने छ क्या। सो शिक्षा मन्त्रीज्यू भन्ने सुन्नु होला यो। सो गाइज
हामीले बोका बेचिसक्यौँ गाइज बोकाको कन्टेन्ट हुँदैन म एकल गर्छु गाइज भनेर उनले भनिसके गाइज मैले के गरेँ त गाइज अब यतातिर काफल त छ तर पाकेको छैन यो पाकेको छैन भन्नुभन्दा अगाडि फलेकै छैन गाइज अब हामीले के नै भन्न सक्छौँ र लाली गुराँस चाहिँ भर्खरै सकिन लागेको रहेछ लाली गुराँस थोरै त छ नै पक्कै तर अब धरिसकेछ हेर्नुहोस् अनि त्यस्तै हो कुराकानी गर्नुपर्दा अहिलेलाई चाहिँ त्यही नै हो नयाँ नौलो खबर नि केही छैन अहिले यता रुकुम सल्यान रोल्पातिर चाहिँ के भइरहेछ भन्दा दिउँसो काम गर्न दिने मान्छेहरूलाई राति चाहिँ पानी पर्ने गरिरहेछ यो चाहिँ कता भइरहेछ हजुरहरू कता बाटो हेर्दै हुनुहुन्छ त्यो नि कमेन्ट गर्नुहोस् त्यो नि भन्नुहोस् है यहाँ काफल देखिँदो रहेनछ अब हामी जानुपर्छ काफल पाक्ने पर्खाइमा हामी अगाडि बढ्यौँ काफल पाकेपछि अब 15-20 दिनतिर पाक्छ होला हो हाम्रो के नै गर्नु सकिन्छ र अरू त यता रातामाटा गाउँ अल्लीपारी अर्को गाउँ खाने गाउँ काफल यहाँनिर रहेछन् पाकेकै छैन पाकेपछि पो होला अनि अरू के नै छ र यस्तै हरियो डाँडा बिचमा रातो नाली गुराँस सो गाइज अहिले चाहिँ हामी कहाँ आइपुग्यौँ भन्दाखेरि हामी भएकै ठाउँमा आइपुग्यौँ किन कसरी आइपुग्यौँ भनेर सोध्नुहुन्छ भने हिँडेर आइपुग्यौँ होइन उडेर अति नै बोल्ने हो उड्नलाई तिम्रो उड्ने साधन कहाँ छ तिम्रो हेर्ने हो देखाइदेऊ खुल्लै छ नि फेरि याद गर हामी आइपुग्यौँ हामी गइरहेछौँ कहाँ गइरहेछौँ भन्दाखेरिमा हामी जाने ठाउँमा गइरहेछौँ त्यो पनि थाहा छैन कि हामी कहाँ गइरहेछौँ यिनले भन्छन् कहिले किन लाग्यो क्या मेरो खाना थोरै खाएर अनि थाहा रहेछ त धेरै खान्छु भन्ने त त्यही पनि लाग्यो नि पेट त त कन्फ्युज छु म धेरै खाना खाएँ अहिले त भोक लागिरहेको के किन लाग्यो त्यो जब तिमीले खायौ तब पेट बाहिर आयो भित्र जानै सकेन नि त हौ बुझ न अलिकति भित्र नजानुको रिजन तिमीलाई चाहियो उनी खास जनता जान्न चाहन्छु तर आज म जान्न चाहन्छु जनता ऋषि धमालाको पिए बन्ने मान्छे हुन् पिए म होइन ऋषि धमाला ए तिम्रो पिए चाहिँ ऋषि धमाला म त अर्कै बुझिरहेको थिएँ यार यस म त तिमी चाहिँ ऋषि धमालाको पिए होला जस्तो लागिरहेको थियो क्या कसरी म पिए त्यो असम्भव कुरा छ र यो असम्भव छ नि सिधै असम्भव मलाई त लागिरहेको थिएन नि त नलागेकै राम्रो ए धन्यवाद हामीले अहिले सुनिरहेका छौँ हेर्नुहोस्
यसरी दले दाइको स्टाइलमा यसरी भन्नुपर्छ। हेर्नुहोस् हामीले बताइरहेको छौँ, दले दाइको आएन हामीलाई, तर हाम्रो पूर्व राजा हस्पट खोलिदेऊ न। ज्ञानेन्द्रको अनुसार चाहिँ भन्न सक्छौँ हामीले भर्खरै सुनेको, भर्खरै सुन्यौँ कि उनीले भने मेरो पिए ऋषि धमला हुन्। यो सरासर झुट छ, किनकि त्यही भएर यिनी सानो मान्छे हुन्, उनी ठुलो मान्छे हुन्। हस्पट खोलिदिउँ भने तिमीलाई हस्पट खोलिदेऊ न एकछिन के हटस्पट खोल्नलाई हटस्पट खोल्नुपर्छ। के हर्छ त्यहाँ यस्तो हरिरहेछ त्यहाँ भनेर उनले भने। मैले हेरेँ केही देखिनँ, अब मैले के भन्नु गाइज। अब चाहिँ हामी पसल जान्छौँ, पसलबाट कता कता जाम भन्छन् यिनले, त्यतै जान्छौँ। एक दिनसम्म हिँड्ने नै प्लान गरे उनीले। एक दिन जाने एक दिन उनले भने त अब के नकाएको। ओ माई गड वाट इज दिस। अन्त जताततै सुक्ने बेला भर्खर फुलेको लाली गुराँस भेटियो गाइज। यो चाहिँ अनौठो नै भयो गाइज। उनी जस्तै रहेछ यो लाली गुराँस, ढिला। उनी जस्तै ढिला रहेछ यो लाली गुराँस। त्यो चाहिँ भएकै कुरा हो। त्यो चाहिँ पत्याउनुपर्छ है गाइज, पत्याउनुपर्छ। जसरी हुन्छ नपत्याउने त पनि पत्याउनु हो, पत्याउनै पर्छ। ल गाइज हामी पसल जान्छौँ। पसल जान्नु बारे कहाँ जान्छौँ त आफै भन्नुहोस् तपाईँ। पनि होइन अगाडि केटी भेट्न जाऊँ भने न। ओ गाइज हामी केटी भेट्न जान्छौँ, केटी भेट्न जान्छौँ। त्यहाँ पसलमा के हुन्छ त्यो अब मिल्दै देखाउँदिनँ हामीलाई। हेर्नुहोस् न, फर्किँदा हामी भेट्छौँ होइन। यस्तो उस्तो भएको कुराहरू हेर्न मन पराउनु सक्छ। देखाइदिउँ, हेर्नु नि हो र देखाइदिउँ भने देखाइदिउँ न। देखाइदिउँ न, देखाउने देखाइदिउँ। तिमी अर्काको गीतहरूलाई चोरी नगर न है। गर्न पाएँ मेरो मन के हो तिम्रो मन तिम्रो मर्जी गरेको। मेरो मन तिम्रो मर्जी। ए गाइज ओके बल। सो गाइज यसो लगाएर हामी पसल पुगेर आइयो। उनी देखिन त, उनी म भएर पसल गएर आइयो। परदेखि भैँसी आयो। भैँसीले अहिले उनलाई मार्यो भने भैँसीले राँगालाई त नमार्नु पर्ने। फेवाताल भैँसी किनेर ल्याउनु भयो। भैँसीको पाडा एउटा पाडा यता, अर्को पाडा यता। हेर न दाजुभाइ सेम त छ नि। सेम छैन दाजुभाइ। सो गाइज हामीलाई अब सपोर्टको आवश्यकता परेको छ। हामीलाई सपोर्ट गर्नुहोस् गाइज। भिडियो चाहिँ यति नै हुन्छ। कस्तो लाग्यो छोटो मिठो गाइज प्रतिक्रिया दिनु नभुल्नु होला। अनि चाहिने कुरो गर्नुपर्दा उनी अब युट्युबमा लाग्न लागेका छन्, उनलाई नै सपोर्ट गर्नु होला होइन। सपोर्ट नगरे पनि फरक नपर्ने नगरिदिनु होला। गर्न मान्छ भने गर्नु होला होइन। जाँदा जाँदै अन्तिममा सब
लाइक अनि देखाइदेऊ, कमेन्ट देखाइदेऊ। अनि देखाइदेऊ, सब्सक्राइब गर्नु नभुल्नु होला भन्दै यो देखाइदेऊ न। बाई बाई ओके बाई 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 गुड बाई